अपोलो हाइड्रो पावर लिमिटेडको आइपिओ मार्फत आज काठमाडौँ स्थित हिमालयन क्यापिटल लिमिटेडमा सम्पन्न भएको छ। कम्पनीले चैत्र 26 2082 देखि वैशाख 2 2083 सम्म सर्वसाधारणका लागि 7,80,200 किता सेयर निष्कासन गरेको थियो। कुल 47 करोड रुपैयाँको जारी पुँजी मध्ये 30% अर्थात् 14,10,000 किता सेयर सर्वसाधारणका लागि छुट्याएको हो। यसमध्ये प्रभावित क्षेत्र ओखलढुङ्गा, सोलुखुम्बु र रामेछापका बासिन्दालाई 10%, वैदेशिक रोजगारीमा रहेका नेपालीलाई 10%, कर्मचारीलाई 2% र म्युचुअल फन्डलाई 5% छुट्याएको थियो भने बाँकी 7,80,200 किता सर्वसाधारणका लागि खुला गरिएको थियो। यस आइपिओमा कुल 27,27,117 वटा आवेदन परेको थियो, जसमा 2,98,51,380 किताको माग आएको थियो। 43,901 आवेदन भने अयोग्य ठहरिएका छन्। अन्ततः गोला प्रथाबाट 78,020 जना आवेदकले 10-10 किताका दरले सेयर प्राप्त गरेका छन्। नतिजा चाहिँ सिडिएससी आइपिओ रिजल्ट अथवा मेरो सेयर तथा हिमालयन क्यापिटल लिमिटेड मार्फत हेर्न सकिन्छ। केयर रेटिङ्स नेपालले कम्पनीलाई केयर NP BB- रेटिङ दिएको छ, जसले मध्यम जोखिम सङ्केत गर्दछ। अपोलो हाइड्रो पावर लिमिटेडले ओखलढुङ्गा जिल्लामा 6 मेगावाटको रन अफ द रिभर आयोजना विकास गरिरहेको छ, जुन बुट मोडलमा सञ्चालन हुनेछ।